आज मैले बनाउँदैछु कि अन्डा करी। यस्तो मिठो हुन्छ साथीहरू, तर यसमा फेरि मेहनत पनि केही पनि छैन भनेको। एकदम सरल र सिम्पल के यति छिटो तयार हुन्छ। कहिलेकाहीँ त कस्तो अल्छी लाग्छ नि त होइन, तरकारीहरू बनाउन, दाल बनाउन, अचार बनाउन। त्यस्तो बेला त हेर्नु असाध्यै जाती हुन्छ कि। अब मैले त हेर्नु कहिले कहिले हतार हुँदा यताउता हुँदा त्यही हो कि आलु उसिन्यो यताउता गरो सबै गटाङगुटुङ एकै ठाउँ मिसाउँछु। अनि हेर्नु छिटो छरितो है, आफूलाई थकाइ पनि नलाग्ने, अनि परिवारमा खाना पस्केर दिँदा पनि ओहो सबैले आहा आज त अन्डा करी भन्छन् होइन, छुट्टै हुन्छ कि। त्यही भएर हेर्नु साथीहरू, मेहनत गर्ने जमाना गयो कि। अब यसो आफूले नि आराम गर्दै गर्न पर्यो होइन। त्यही भएर हेर्नु आज चाहिँ मैले अन्डा करी बनाइदिएँ। सबैलाई टक्क लाएर अलिअलि रस पनि राखिदिएँ हेर्नु। अब यत्तिको रस राखेपछि अब रोटीसित खाए नि भयो, भातसँग खाए नि भयो होइन। फेरि तरकारी बनाउन हो अल्छी लाग्ने, अब भात पकाउन त त्यति अल्छी पनि लाग्दैन। तरकारी चाहिँ तयार गरिसकेँ साथीहरू, अब छिटो छिटो भात पकाएर खाइहाल्ने हो कि साथीहरू। अन्डा करी यस्तो मिठो छ।